आज चाहिँ जू जाने अब हामी ड्राइभर चाहिँ यस्तो छ यहाँको घरहरू त नेपालमा भन्दा नि सानो सानो रहेछ बिल्डिङहरू त छ यस्तो छ यहाँको सिन पनि देख्नु त यहाँ सर्बत है यहाँ पनि अर्को सर्प यो चाहिँ पथको जुम जुम जू यो सानो खालको छेपर रहेछ हाम्रो त यस्तो त हाम्रोतिर त बनाइभरि पाइन्छ के अरे विशाल हुन्छ ओ यहाँ पनि स्नेक कति धेरै रहेछ हेर्नु यहाँ स्नेक डक्टर नगर्नु यहाँ पनि के हो यो फेरि ए यहाँ पनि स्नेक होइन कालोवाला डेन्जर रहेछ यहाँ पनि यो पड्कुन सर्प हो विशालु सर्प होला यहाँ छ यस्तो सर्पहरू धेरै रहेछ यो पनि स्नेक हो होइन यो छेपर रहेछ माथि बस्यो होला कता कठुल रहेछ त्यहाँ यहाँ स्नेक झन् कठुलो स्नेक यहाँ पनि स्नेक छ यो गाउँमा सर्प धेरै रहेछ यहाँ यहाँ झन् कत्रो छ यहाँ अर्कै खालको दुईवटा रहेछ यहाँ चाहिँ दुईवटा छ यहाँ यसरी दुईवटा रहेछ यहाँ कति राम्रो खालको रहेछ यसमा झन् डेन्जर होला के छ यहाँ हेर्छु अब यो ठुलो रहेछ यहाँ ठुलो यहाँ झन् ठुलो छ अजिङ्गर यहाँ चाहिँ अजिङ्गर छ है यहाँ कुना छ है कत्रो रहेछ अजिङ्गर कत्रो अजिङ्गर रहेछ यहाँ चाहिँ त्यो त बेसी ठुलो छ त्यो त मान्छे निल्ने हो नि त यसले त कस्तो राम्रो के अरे यो चाहिँ 50 केजीको रहेछ 50 केजी भनेको त ठुलो हो नि यस्तो छ यो गुई हो के अरे रेड के को लाग्यो हेरे यो रेड यो ठुलो खालको यो चाहिँ प्याङ्गी हो प्याङ्गी भन्दो रहेछ यसलाई कति राम्रो छ यो यतापट्टि यसरी यहाँ यस्तो राम्रो छ यो चाहिँ प्याङ्गी बनाइदिएन मेरो पनि भिडियो यो चाहिँ प्याङ्गी क्विट रहेछ उड्न नि उड्छ कि हो उड्न नि उड्छ यसलाई बकुला नि भन्छ भन्दैन यसलाई हाँसै होला के भन्छ यसलाई यस्तो छ यो जूमा राम्रो रहेछ यहाँ यो अस्ट्रेलियाको पथमा है हजुर तपाईहरु नि घुम्न आउने बेलामा यता आउनु साह्रै राम्रो ठाउँ छ यहाँ अब हामी यतातिर जाँदैछौँ भित्र गुई हेर्न
गुई भन्छ के हाम्रो भाषामा, यहाँ के भन्छ यस्तो छ गुई। के हो र धेरै कराउनु हुन्न, यस्तो राम्रो ठाउँ छ है। माछाहरू कति ठुलो माछा हो यस्तो छ होला। त्यहाँ हेर्नु कति किलो छ यस्तो छ। अब यहाँ चराहरू मकै दिएर खाइरहेको छ। यहाँ मकै चरा यस्तो छ। यहाँ कति कुइट चराहरू यस्तो छ। चराहरू रहेछ यहाँ, चराहरूको उसो। अब फेरि हामी यो एरियामा आछ चराचुरुङ्गीहरू। यहाँ ठुलो ठुलो उसाहरू छ। हामीले यसलाई गिद्दा भन्छ कि के भन्छ सानो फ्लाइट बोट इगल भने गिद्दै त हो। यसलाई गिद्दा भनिन्छ कि हामीले उडेमा त्यसै यति ठुलो हुनु। यो त ठुलो रहेछ। यस्तो छ। यो कङ्गारु मजासँग सुतेछ। यो चाहिँ ओपनमा रहेछ है, यसलाई बारेको छैन यो कङ्गारुलाई। यस्तो छ। घुम्घा जङ्गलमा यसरी एउटै सुतिरहेको छ। यहाँ कङ्गारु हो कि के हो, मजासँग सुतेछ। ओलम्पिक ठुलो रहेछ यहाँको चिडियाघर। अझै हेर्न बाँकी नै छ धेरै नै। बाघहरू आउने ठाउँहरू। यो भित्र के रहेछ यहाँ थुनेर राखेको छ त, यो केही बस्ने ठाउँहरू होला। बाँदर खरा जस्तो छ। हाम्रोतिर लडेछ यहाँ, फाइटिङ भएको छ। यहाँ कटन नै रहेछ। यहाँ चाहिँ धेरै रहेछ। कङ्गारु हो कि मिर्गा हो? कङ्गारु होइन यो चाहिँ कङ्गारु हो। थुप्रो रहेछ यहाँ। अरू हाम्रो वहाँ त्यत्रो वन जङ्गल हुने ठाउँमा यति जनावर देखिन्न। यहाँ चाहिँ यति धेरै थरीको जनावरहरू छ। यो चाहिँ कुन जातको हो? यसलाई चाहिँ चिसो चाहिँदो रहेछ। हामीतिर सुगा जस्तै छ हेर्दाखेरि सेम, तर सुगा होइन। यसलाई पुरा पानी चाहिँदो रहेछ, तर हेर्दा सुगर जस्तै छ। तपाईँहरूलाई नि मन लाग्यो नि लाइक सब्सक्राइब गर्नु है मेरो भिडियोलाई। पछि स्याउहरू दिँदो रहेछ यहाँ भित्रै। स्याउ रुखमा फल्या चाहिँ रुखै काटेर राखिदिँदो रहेछ स्याउको यस्तरी। यहाँलाई मनपर्ने के हो यस्तो यो चिसो गरेर राख्ने? यो त सुगा कुन खालको सुगा रहेछ? कालो छ सुगा, फेरि यो ठुलो जातको रहेछ यो सुगा, कालो जातको। त्यसमा सँगसँगै यो बगुलो पनि राख्दै रहेछ। स्याउको त बुटै काटेर ल्याएर राखिदिँदो रहेछ। यस्तो रहेछ यहाँ त। फेरि स्याउको बुटै सायद काटेर यसरी राख्दो रहेछ। यो चाहिँ के भन्छ हौ यसलाई साँच्चै? यो कलर रहेछ। यहाँ चाहिँ हात्ती छ, तर धेरै ठुलो छ। धेरै ठुलो रहेछ यहाँको हात्ती चाहिँ। बाँधेर राखेको हो कि कसो हो छाँदै, तर धेरै ठुलो रहेछ। यो चाहिँ चिम्पाङ्जी, हामीले चिम्पाङ्जी भन्छ के अरे। अब यो के भन्छ उहाँ अर्को पनि रहेछ, दुईवटा सँगसँगै हेर्न। ओ त्यताबाट देख्छ चिम्पाङ्जी दुईवटा छ। यहाँ त कचडा उठाउने मान्छे पनि यस्तरी हिँड्दो रहेछ गाडीमा। के हेरी यहाँ दुईजना छ दाजु बहिनी रहेछ कि, एउटा कालो एउटा गोरो। ऊ त्यहाँ सेतो छ कालो एउटा।
रातो रहेछ क्या एउटा अनि यहाँ नि सेफ्टी मात्रै होला उता होइन अब के हो यो चाहिँ ओ हात्ती चाहिँ मजासँग कराछ पाएर निकाल्यो सुइखो यो त के रहेछ फेरि यहाँको चाहिँ स्कुल यो स्कुल भन्दा यहाँ चाहिँ ट्रेनिङहरू दिने यस्तो माथिबाट यस्तो माथिबाट यहाँ गर्दै 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 यहाँ ट्रेनिङ गरेर यहाँ खेलिरहेको छ यो एउटा यहाँ खेलेछ अर्को माथि यहाँ बसिरहेछ यो चाहिँ यहाँको ट्रेनिङ लिने ठाउँ मनकी स्कुल भन्छ कि पढाउने स्कुल त होला यो यस्तो छ तोप बोकेछ है यसले तोप यो चाहिँ तोप हो एउटा हेर्न उस बोकेको के अरे त्यत्रो डन्ड पाइप तोप जस्तै तोपै त हो त्यो डोरीमा चाहिँ ट्रेनिङ स्कुल क्या यहाँहरू ट्रेनिङ गराउँछ सिकाउँछ कसो कसो उसो हुन्छ यस्तो यस्तो छ राम्रो रहेछ के भन्छ है मैले चाहिँ यसको नाम चाहिँ थाहा भएन यस्तो जुवा आएको हुन्छ रहेछ होइन यो चाहिँ के हो यस्तो राम्रो जुवा आएको क्विट छ छनलाई अब सानो मैले खिचाउँछ नि त्यसले हेर्दा बिरालो जस्तो नि छ पुच्छर पनि कति लामो हो यो त फेरि यस्तो यसलाई के भन्छ साँच्चै उही कति धेरै रहेछ भन्दै यो सिसाभरि सुन्दैन होला नि सानो सानो रहेछ तर यो सानो खालको बाँदर हो यो बाँदरै हो नि सेम बाँदर छ हातखुट्टा हो नि बच्चा होइन यो ठुलो यो खालको रहेछ क्या कहाँ नेपालमा यत्रो बाँदर हुन्छ यो त यस्तो खालको देखेको छैन मैले खेल्ने ठाउँहरू बनाऊ यस्तो यता पनि छ कि हो अनि बाँदर पनि कति थरी हुँदो रहेछ यहाँ भनेको क्या अस्ट्रेलियामा कति राम्रो अघि अलि सानो खिचेको थियो यो झन् सानो ओ उता त्यसको साथी उता रहेछ फेरि ऊ साथी उता छ फेरि त्यसको अर्को पनि छ यहाँ थुप्रोको रहेछ त थुप्रोको रहेछ त माथि चाहिँ यहाँलाई खेल्ने ठाउँ आइज यता आइज ए यहाँ दुलो बनाइदिएको रहेछ नि यहाँलाई खेल्ने यसरी यो घर बनाइदिएको रहेछ ल्याएर होइन कति सानो सानो कस्तो कस्तो खालको हुन्छ नि बाँदर पनि यो यस्तो यस्तो छ है पुरा एरिया त्यो साथीले बोलाएको छ उता यस्तो छ यो थुप्रै छ थुप्रो रहेछ नि त यहाँ त यो मसिनो त यहाँ चाहिँ जेब्रा है यो जेब्रा कति ठुलो छ जेब्रा पनि अघि हात्ती चाहिँ लुकेर अलि राम्रोसँग फोटो खिच्न पाइएन दुईवटा रहेछ जेब्रा पनि एउटा सानो बच्चा रहेछ दुईवटा होइन तिनवटै रहेछ हौ उताबाट देख्छ होला त्यो साइडबाट उता साइडबाट देख्छ उता छ साइड हेर्ने पक्कै यता पानी खान आयो भने आउने हो यो ठाउँहरू सबै चिज पाउँदो रहेछ यहाँ हाम्रो चिडियाघरमा नपाउने चिजहरू सबै पाउँदो रहेछ यहाँ कछुवालाई खाने टाइम हुन्छ मान्छेसँग मजासँग झ्यामिँदो रहेछ त उता मान्छेसँग हेर्नु त मजासँग कत्रो रहेछ कति ठुलो हो धेरै ठुलो छ
मान्छेले चाहिँ आएर खुवाउँदैछ दुईटालाई यहाँ सानो सानो यो बच्चा होला सायद बच्चाले चाहिँ यस्तो छ यो चाहिँ सिंह है बाघ हो र यो सिंह होला नि कत्रो छ होइन बाघ यो होइन बाघ त पाङ्ग्रे हुन्छ नि यो सिंह हो क्या यो चाहिँ भाले हो भाले हो यो चाहिँ पछि होला नि यसरी हेर्नुपर्छ अरे यता पनि नदेख्दो रहेछ यो चाहिँ गैँडा है हजुर गैँडा यहाँको गैँडा पनि यहाँ त सेतो छ एकदम यस्तो छ गोरा गाउँ सबै गोरो हुन्छ कि हो एउटा मात्रै हो साथी छैन यसको छैन नि यो रुखहरू सबै यता कुना भयो मात्रै यो गैँडा यहाँको अघि बाघ हेर्नुभयो तपाईँहरूले यो चाहिँ गैँडा है यहाँ चाहिँ यस्तो छ यो गैँडा यहाँ रहेछ ठुलो आएको भन्दा अझै यो त धेरै पुरानो होला बुढा मजाको रहेछ उता चाहिँ सेतो खालको उता छ है फेरि आगे खिचेको यो चाहिँ फ्याउरो भन्छ वन कुकुर हो तर बेसरी खुलाउँदो रहेछ यहाँको लागि यस्तो मोटो मोटो छ यहाँहरू कोही सुतेछ कोही उभिएछ यो यहाँ चिडियाघरमा सब चिज पाइँदो रहेछ हेर्न अझै कतिपय छुट्यो कि घुम्न नसकेर हामी यस्तो छ है एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा 1 2 3 4 5 6वटा रहेछ 6वटा रहेछ सब सुतेछ कति खुलाउँदो रहेछ मोटो आई सिंह त्यस्तै मोटो बाघ त्यस्तै मोटो आमा यस्तो छ ल हजुर यहाँको हामी निक्लियो यहाँबाट सिद्धियो आजको यहाँको पार्क चाहिँ घुमेर हराएर गेटमा भेट्टाएर सोधेर बल्ल भेट्टायो गेटै भेट्टाइएन हराइँदो रहेछ यहाँ त बोल्न जानेन भन्दा कति ठुलो छ यो फुलाएर कति फुलाएर यता फर्केदा हुन्छ एकचोटि खानेकुरो ल्याएन है दिन पाउँछ कति सानो सानो हो ए भाइ यो हेर्नु यो गोरा 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 जस्तै रहेछ पनि गोरा सर घुमाइ हुन्छ चारो ठुलो त आउँदै हेर्नु ऊ त ठुलो छ त्यत्रो जोडी जोडी यहीँ बच्चा पाएर जोडी भएछ त सोधेको आँचो हो है अच्छा कत्रो छ हेर्नु मलाई 16 सेकेन्डमा गर्छ गर आफ्नैमा जगत नै छ बस्न भन्नु कत्रो रहेछ माथि होइन यता आउँदैछ सुविधा गर्दै गरेर आउँदैछ नकाटै आउँदैछ आयो बेकाम नकाट्यो आइराखेर देखा है अट्याक गर्छ कि हो गर्छ नि भेटाएर सिसन नहुँदा म सँगसँगै आएको पनि भयो
ढुङ्गाहरू पनि देख्छ नि त रङ्गेलाको ढुङ्गा पछाडि पछाडि छ यसमा के हुनु भन्दाखेरि मान्छे ढुङ्गा उठाउनु यतै आउँछ घुम सिन घुम यता